साथीहरू यो चाहिँ कटहर, तपाईँहरू कटहर खाएर यो फ्याल्नुहुन्छ नि, यसलाई फ्याल्नुहुन्छ है। यो चाहिँ एकदमै औषधि हुन्छ है। अब गाउँघरमा त कतिलाई त थाहा छ, बुढाबुढीलाई। यो त फ्याल्नु परिहाल्यो। अब पहिला त यस्तो पनि झिकेर खान्थ्यौँ नि त हामीले। एउटा कटहर हुन्थ्यो अनि अब झिकेर नखाए के गर्नु। अनि यो चाहिँ गाउँघरमा अब गाईबस्तुको गाईहरूको चाहिँ थुनिलो आयो भने चाहिँ यो घोटेर लाउनुपर्छ, सुकाएर राख्नुपर्छ। चट्टै हुन्छ है साथीहरू, चट्टै हुन्छ। नमस्ते। यो चाहिँ नि के को औषधि हुन्छ तपाईँहरू बताउनु है त। यो चाहिँ अब सुकाएर राख्नुपर्छ। गाउँघरतिर मान्छेलाई, वस्तुलाई, जेलाई पनि थुनिलो भन्छन् नि, थुनिलो आयो भने चाहिँ यो घोटेर लाउनुपर्छ, चट्टै हुन्छ है। यो चाहिँ अब पहिला त्यो गर्थ्यो, अब अहिले तपाईँको त हस्पिटलको जमाना छ। तर यसको यो चाहिँ घोटेर लायो भने चट्टै नै हुन्छ। त्यही भएर यो नफाल्नु, कहिले काहीँ काम लाग्न सक्छ नि त, जडीबुटी पनि एकदमै राम्रो हुन्छ। अब यो खाएर यो चाहिँ फ्याँकिदिने, कोया खाने, दाना पनि काम लागिहाल्यो, यो पनि काम चाहिँ लाग्छ है। यो सुकाएर तरकारी खाँदा नि हुन्छ फेरि।